नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज हामी भुन्टी सिरियलको अब आउने आगामी भाग 331 मा के हुँदैछ र कथाले कस्तो मोड लिँदैछ भन्ने विषयमा कुराकानी गर्नेछौँ। यदि तपाई पनि सुकुमायाको योजना सफल होस्, भुन्टीले पढेर ठुलो मान्छे बन्नुपर्छ, सरसँगै उसको जोडी जमियोस् भन्ने चाहनुहुन्छ भने भिडियोलाई अहिले नै लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। दर्शकबिन, सिरियलमा अहिलेसम्म सुकुमायाले भुन्टीका लागि जे जति गरिरहेकी छिन् त्यो साँच्चै तारिफ योग्य छ। सुकुमायाले भुन्टीको जस्तै कपडा लगाएर, भुन्टीको जस्तै बोली र आवाज निकालेर भुन्टीलाई पूर्ण रूपमा साथ दिएकी थिइन्। तर कथामा अब ठुलो सङ्कट आउने सङ्केत देखिएको छ। उता गाउँबाट सुकुमायाका श्रीमान ओखलेले फोन गरेर तपाईले भुन्टीको रूप धारण गरेर मुद्दा हाल्नु भएको कुरा गाउँमा सबैलाई थाहा भइसकेछ भनेर सुकुमायालाई सुनाएका थिए। त्यसपछि सुकुमायाले अब केही हुँदैन, डराउनु पर्दैन भन्दै ओखलेलाई सम्झाइरहेकी थिइन्। तर त्यही बेला भूपेन्द्रका दाइ त्यही सबै कुरा सुनिरहेका रहेछन्। यदि भूपेन्द्रका दाइले यो कुरा सत्य साँच्चै सुनेका रहेछन् भने भूपेन्द्रका दाइले सुकुमायालाई केही न केही त पक्कै गर्छन् होला। तर साथीहरू, यो सत्य नहुन पनि सक्छ। सायद भूपेन्द्रका दाइले यो योजना नसुनेको पनि हुन सक्छ। तपाईहरुलाई के लाग्छ? भूपेन्द्रका दाइले सुकुमायाको सबै योजना सुने कि सुनेनन्? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। उता अर्कोतिर भूपेन्द्रको भाइ र भीम बालकुमारी भने निकै ठुलो तनावमा छन्। उनीहरू अब कसरी भुन्टीबाट सम्पत्ति आफ्नो नाममा बनाउने र मुद्दा फिर्ता लिने भन्ने विषयमा दिनरात सोचिरहेका छन्। तर उनीहरूलाई पत्तै छैन यो सामना गरिरहेको मान्छे भुन्टी होइन, सुकुमाया हो। यदि साँच्चै भुन्टी मात्रै भएको भए त उनीहरूले यस्तो हिम्मत र कडा कदम चाल्नै सक्दैनथिन्। यो सबै खेल सुकुमायाको नै हो। अब उनीहरूलाई कुनै पनि हालतमा मुद्दा फिर्ता दिनु हुँदैन। अत्याचार गर्ने भीम र बालकुमारीलाई कडा सजाय भइरहनुपर्छ भन्ने पक्षमा को हुनुहुन्छ? कमेन्टमा आफ्नो विचार अवश्य लेख्नुहोला। उता अर्कोतिर भूमिकाको जीवन भने आँसु र दुःखले भरिन थालेको छ। घरमा उनलाई दिनरात काममा खटाइरहेको छ। तर भूमिकाको माइततिर भने हामीले भूमिकालाई बसी बसी खुवाएका छौँ, केही काम गर्न दिएका छैनौँ भनेर घरका मान्छेहरूलाई ढाँटिरहेका छन्। यदि भूमिकाको माइतीले यो सत्य कुरा थाहा पाए भने के भूमिकाले सधैँ यसरी नै अत्याचार सहनुपर्छ कि आफ्नै माइत फर्किनुपर्छ? भूमिकाको बारेमा तपाईहरूको विचार के छ त्यो पनि कमेन्टमा लेख्नुहोला। अब कुरा गरौँ सबैभन्दा रमाइलो र आशालाग्दो दृश्य भुन्टी र सरको। भुन्टीलाई पढाउन आएका सरले उनलाई निकै राम्रोसँग पढाइरहेका छन् र भुन्टीले पनि लगनशील भएर पढिरहेकी छिन्। भुन्टी र सर मिलेर पढेको देख्दा टोकाले र म्याडम निकै खुसी भएका छन्। दर्शकबिन, अब आगामी भागहरूमा के भुन्टी र सरको बीचमा माया पलाउला त? धेरै दर्शकहरूको चाहना छ कि भुन्टीले अब भूपेन्द्रलाई पुरै बिर्सिएर राम्रोसँग पढेर ठुलो मान्छे बन्नुपर्छ र सरसँगै बिहे गरेर नयाँ जिन्दगी सुरु गर्नुपर्छ भन्ने सबैलाई लागिरहेको छ। के तपाईँ पनि भुन्टी र सरको जोडी बनेको हेर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने भिडियोलाई अहिले नै एक लाइक गर्नुहोला। अब अन्त्यमा सुकुमायाको योजना भूपेन्द्रको दाइले थाहा नपाउन् र भूमिकाले अब सुख पाउन् भन्ने आजको रिभ्यू भिडियो यहीँ समाप्त गर्छु। यस्तै सिरियलका कडा अपडेटका लागि नेपाली सिरियल रिभ्यू युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब आजलाई यति, अर्को भिडियोमा भेटौँला। धन्यवाद।